मैले भनेको थिएँ नि अस्ति मिरर चेन्ज गर्छु भनेर मिरर डेन्जर हालिदिएको छ कि त्यो मेरो त भाग्यै यस्तै छ कि भने मेरो बिछडी हुई बिहान हाल्दा भेटेँ गाइस मैले दिन बेला म सब टाप के रे 2 इन्च बढ्यो होला जुत्ता घुम्दा त्यही भयो। हाई गाइज आज चाहिँ म मेरो भ्लग रुमबाट सुरु गरिदिन्छु। सो वेलकम टु माई च्यानल गाइज। अनि आज चाहिँ म अर्जेन्टिनाको अवे जर्सी लगाएर हिँड्न लाग्छु। अरू गफ चाहिँ बाइक चलाउँदै गरौँ है त गाइज। जय श्रीराम जय हनुमान। अब हामी हिँड्यो गाइज। So what is up guys? Welcome back again. अनि त्यसपछि मैले भनेको थिएँ नि अस्ति मिरर चेन्ज गर्छु भनेर मिरर डेन्जर हालिदिएको छ कि यो बाइकको चाहिँ मिरर पाएन 60 मिरर हाल्दैछ कुन चाहिँ बाइकको थाहा छैन होइन। यो बाइकको चाहिँ पाएन कि यो अब एकदम पुरानो मोडल हो नि त, त्यही भएर रियरली पाउँछ। अनि एउटा साइडको चाहिँ ठिकै थियो, अर्को साइडको चाहिँ नमिलेको थियो नि त। अनि त्यही भएर पनि बाबाले जे गर्छिन्छ भनेर पहिला छोडिदिएको थिएँ। अनि बाबाले चाहिँ बनाउने ठाउँमा दिँदाखेरि चाहिँ यस्तो सेक्सी मिरर हालिदिएछ कि आई लाइक इट। अब यसलाई चाहिँ जोगाउनुपर्छ गाइज। प्लिज गाइज आई एम भेरी सरी फर द क्वालिटी होइन। म जहिले पनि भनिरहेको हुन्छु अनि बिस्तारै म इम्प्रुभ गर्छु। अहिले चाहिँ हल्का बजेट छैन मेरो, त्यही हो खासमा कुरो, अरू केही पनि होइन। मन त मलाई बबाल बनाउने छ सबै भ्लग, यता क्यामेरा क्वालिटी, माइक क्वालिटी, सबै साउन्ड क्वालिटी सब बबाल बनाउन मन छ कि मलाई चाहिँ, तर भएन। अब ठिक छ, बिस्तारै हुन्छ। होपफुली आई विल डु एभ्रिथिङ आई क्यान। सो बेसिकली आज चाहिँ मेरो हल्का काम छ कि, अनि म त्यही भएर निस्केको हो होइन। अब मेरो साथीकै घरमा हामीले स्टुडियो बनाएको छौँ सानो, यस्तो सुट गर्नको लागि हाम्रो बिजनेसको लागि अनलाइन। अनि त्यहाँदेखि नै आज हल्का काम छ, स्टक क्लियरेन्स सेल गर्न आँटेछौँ हामी चाहिँ होइन। अब राम्रो बबाल लुगाहरू ल्याउने पछि भनेर। अनि त्यही हो अहिलेको आजको काम चाहिँ। अनि म मेरो बिजनेसको पेज पनि यहाँ तल मेन्सन गरिदिन्छु, प्लिज डु सी गाइज। केही लुगाहरू मनपर्छ भने प्लिज अर्डर गर्नु होला। अहिले भर्खर स्टार्ट गरेको भएर चाहिँ अलिक बजेटको कारणले भने जस्तो लुगा ल्याउन पाएको छैन। बिस्तारै लुगाहरू पनि ल्याउँछौँ अनि सुट पनि गर्छौँ बिस्तारै। सकेसम्म चाँडै ल्याउने भन्ने कोसिस त छ, तर अलिकति हामीले अर्डर दिएको बनाउन दिएको लुगा चाहिँ आइपुगेको छैन कि, जुन चाहिँ धेरै नै डिमान्डमा छ। त्यो पनि आई भेरी सरी गाइज होइन, त्यो ल्याउन पाएको छैन हामीले। अब हाम्रो कस्टमरहरू कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने आइ एम रियली सरी गाइज। हामीले पनि ट्राई गरिरहेछौँ, तर गार्मेन्टबाट नै अभाइलेबल भइसकेको छैन कि त्यो चाहिँ, जुन चाहिँ पिस एकदमै डिमान्डेड छ। त्यही भएर वी आर ट्राइङ आवर बेस्ट छिटो आउन भनेर ल्याउनको लागि वी आर ट्राइङ आवर बेस्ट। अब होपफुली चाँडै आउँछ। अनि सिलगढीबाट फर्किँदाखेरि बाइकमा के भएको छ भनेको त यो स्विच पनि स्टार्ट गर्ने स्विच पनि बिग्रेको रहेछ होइन। मैले रियलाइजै नगरेको त्यतिखेर, त्यो लड्नुभन्दा अगाडि नै बिग्रेको थियो जस्तो लागिरहेको छ होइन। याद भएअनुसार चाहिँ पहिले बिग्रेको थियो जस्तो लागेको थियो, तर त्यसपछि फेरि गियर पनि केही बाँगेको रहेछ, के भएको रहेछ कि बाइक चाहिँ। धन्न केही एक्सट्रिमली केही भएन कि लाइक चल्नै छोडेन धन्न बाइक चाहिँ। मलाई त्यति चाहिँ साथ दियो। आज चाहिँ अलिक ढिला भइसकेको छ क्या हो। ला मैले यो रेकर्डै गर्न बिर्सेछु कि क्या हो यार। घरबाट निस्केर छ्या त्यत्रो बोलेको थिएँ म, हो कि क्या हो। गाइस मैले के भनेको थिएँ, कस्तो मेरो त भाग्यै यस्तै छ कि भने सिट यार, यार बिजोकै भयो नि त। जहिले यस्तै हुन्छ कि मसँग चाहिँ
मेरो भाग्य चाहिँ कसम एउटा टिकटकमा एउटा दिदीहरू हुन्छ नि भनिदिन्छ नि मेरो भाग्य लेख्ने बेलामा भगवान्ले के गरे लेख्दै लेखेनन् बिर्सेछन् भनेर भन्दै त्यस्तै लाग्छ घरिघरि चाहिँ यहाँबाट छिर्ला मेरो साथीको घर पनि आयो म चाहिँ यस्तो त्यहाँ काम गरेको बेला रेकर्ड गरेर देखाउँछु है त गाइस तपाईँहरूलाई यस्तो हामीले चाहिँ यहाँ पर्दा राखेर दुईटा वालको बिचमा अनि यस्तो डेकोरेट गरेर टक्क यसरी सानो सेटअप बनाउँछौँ आज अलिअलि सुट गरियो कस्तो लाग्यो त रमाइलो भयो एक टेकमै दिदी लाग्यो दिदीले त ओए क्या खुसी लाग्यो म भएको भए म एक दुई टेक लिन्थेँ कि तर दिदीले चाहिँ एक टेकमै दिनुभयो खुसी लाग्यो एक किसिममा काम सक्यो अनि त्यसपछि त्यही हो अब हामी यसो चिया खान्छौँ खाजासाजा खान्छौँ त्यसपछि म दिदीलाई घर छोडिदिन्छु अनि म पनि घरतिर जान्छु आज चाहिँ म पुरै के अरे जर्सी लाएर हिँडिरहेको छु कि अर्जेन्टिनाको अवेवाला सबले हेरिरहेको छ वियर्ड लागिरहेको छ भने खासै फुटबल भन्ने कुरा हेर्ने चाहिँ मैले वर्ल्ड कपमा मात्रै हो फुटबल भन्ने कुरा चाहिँ खासै ओहो त्यो सब थाहा भएको त होइन गाइस मलाई 5वटा प्लेयरको नाम भन भनेर चाहिँ नभन्नु होला तर मलाई चाहिँ यो मेरो साथले जर्सी जबरजस्ती किनायो तर सपोर्ट गर्ने त मैले अर्जेन्टिना नै हो अब मेस्सी मेस्सी भन्ने हाइट छ नि त छ अझै पनि त्यही भएर पनि मेरो दाई मेरो घरमा सबजना मेस्सी मेस्सी गर्छन् अनि त्यही भएर म पनि मेस्सीको फ्यान भइदिएँ अनि त्यही भएर जर्सी चाहिँ म किन्थिनँ होला झ्याप्पो रोक्दिन नहेर मलाई त्यसरी भनेर गीत गाइदिनु पर्छ चिया खान्छन् भने निस्किउँ न फेरि बाइक राखेर निस्किउँ ल यो डबल लोड जाँदा चाहिँ यस्तै बेहोरा देखाउँछ कि यो बाइकले मेरो बिछडी हुँदैन होला भेटी गाइस मैले अब हामी चिया खान्छौँ चिया खाएको पनि म देखाउँछु ल मैले चाहिँ मैले चाहिँ ओए म के भन्दै थिएँ कि हट लेमन मैले चाहिँ हट लेमन अर्डर मैले पनि हट लेमन मैले त्यही गाइस आज गरेको सुट गाइस खोइ त हाम्रो मोडल म्याम मोडल म्यामको बहिनी अपन मोडल हो गाइस चिया खाएर जाने बेलामा चाहिँ कतिजना थिएँ फर्किँदा चाहिँ एकजना दुईजना मात्रै छ पैसा दिने बेलामा सब टाप गाइस हाम्रो हाइट डिफ्रेन्स यस्तो धेरै पनि छैन ल मेरो गर्लफ्रेन्ड हो गाइस हामी वेट टपमा छौँ यता हाइट कति हो 4 फिट 4 कति हो 5 फिट सर हैन 5 फिट हुनु पर्यो नि धेरै कम भयो ओ 38 पुगेछु 38 ओ माय गॉड पहलमा 35 थिए 2 केजी बढेछ त नि 1 महिनामा आम्मा प्रगति भएछ गाइस प्रगति हो 1 महिनामा 2 केजी बढ्नु भनेको 38 केजी रे म 58 ओ 48 20 केजी बढी छ गाइस म 20 केजी आमा हाइट पनि हाइट पनि के रे 2 इन्च बढ्यो होला जुत्ता लुगा त्यही भएर त्यस्तै हो हेर्नु गाइस मैले कपाल यस्तै जान्ने भनेर काटेँ अलि रिग्रेट भइरहेको मलाई कस्तो टिचर जस्तै देखिरहेको होला चस्मा लगाएर भिडियो सिडियो एडिट गर्दा चाहिँ कस्तो आँखा दुख्छ कि
ल अब चाहिँ मेरो सब काम सक्यो होइन गाइजहरू रे अब चाहिँ मेरो सब बवाल काम सक्यो सबलाई भेटघाट पनि भ्याइयो अनि त्यही भएर एकछिन दिदीसँग पनि टाइम स्पेन्ड गरेको रमाइलो भयो आज दिनभरि निस्के गरेर साँझ पर्न थालिसकेको छ सो ल अब चाहिँ साँझ हुन थाल्यो अब चाहिँ म भ्लग पनि एन्ड गर्छु होला गाइज डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब तपाईँहरूलाई मनपर्छ भने होइन म चाहिँ अब यसपछि पनि राम्रो भ्लगहरू ल्याउन ट्राई गर्छु अलिकति क्वालिटी पनि इम्प्रुभ हुन्छ अलिक पछि गएपछि अहिले चाहिँ आफ्नो बजेटले भ्याएसम्म मैले ट्राई गरेको छु सो यस त्यही हो बाई सी यू इन माई नेक्स्ट भ्लग until then take care ride safe bye bye